परदेशी लाइफ चाहिँ यस्तो हुन्छ अब बोजू मऱ्यो अहिले बेलुका है अन्त एम्बुलेन्स आयो लग्यो होइन अब यत्तिकै छोडेर गयो सबैजना गयो है अब यस्तो घरमा एक्लै चाहिँ सबै उठाएर लग्यो है अहिले कति बज्दैछ 2 साढे 2 हुँदैछ यो चाहिँ लागेर एक्लै अब रुममा गएर सुत्नुपर्ने के यस्तो जिन्दगी हरेस जिन्दगी छ बोजूको रुममा बिचारा मेरो बोजू यति बेला लग्यो हो अब 2 बजी राति एक्लै सुत्नुपर्छ यो कुरा चाहिँ दुःख गरी सुनाएको है अब यो यत्रो सामानहरू लथालिङ्गै बनिरहेछ अब प्याकिङ गर्दैछु होइन यो लुगाहरू प्याकिङ गर्दैछु अब यिनीहरू प्याक गरेर होइन यिनीहरूको अब मैले यो रुम छोडेर फेरि म कुन चाहिँ जग्गामा जानु परदेशी जिन्दगी चाहिँ गाह्रो रहेछ क्या बोजूहरू मरेपछि चाहिँ अब छोड्नुपर्छ है अर्को जग्गा जानुपर्छ है के लागेको छ भन्दाखेरि हेर्नु यत्रो मजाले डल्ले खुर्सानीहरू मजाले फलिरहेको छ हो हेर्नु न यहाँनिर है यहाँनिर कस्तो मजाले फलिरहेको छ मेरो डल्ले खुर्सानीहरू होइन हेर्नु अब यो सबै छोड्नुपर्छ मैले यहाँनिर लौका पनि रोपेको थिएँ हेर्नु मजाले भइरहेको थियो है डल्ले खुर्सानी मजाले फलेको थियो अनि मैले बीको बोट पनि रोपेको थिएँ है अन्त मैले इस्कुस पनि ल्याएको थिएँ घरबाट हेर्नु न इस्कुस पनि मजाले अस्ति छुट्टीबाट आउँदाखेरि ल्याएको रोपेको थिएँ अब यो सबै चाहिँ म चाहिँ छोडेर चाहिँ जानुपर्छ लाइब्रेरीलाई म त होइन उपरमा पनि छ अर्को जग्गा पनि छ डल्ले खुर्सानी है कस्तो मजाले फल्दै थियो हेर्नु न यो खुर्सानीहरू अब बोजू छैन बोजू मरेपछि त अब जानै पर्छ हो कस्तो हेर्नु न लडलाग्दो फलेको खुर्सानी चाहिँ छोड्नुपर्छ अब मैले जस्तो प्याकिङहरू गरिसकेँ अब यो लुगा चाहिँ फ्याँक्ने हो अन्त फ्याँक्न बेति ज्यादा छ नि यिनीहरू चाहिँ लाने हो कतिवटा लगेको छ 1 2 3 4 अनि 5वटा लगेको छ अब आधी सामानहरू प्याकिङ गर्दैछु लास्टै घुम्न आएको थियो यहाँ चाहिँ आगो लागिरहेको रहेछ चाहिँ पानी भिजाउँदो रहेछ पानी त्यही भनेर चाहिँ यता र उता गर्दो रहेछ त्यो है चाहिँ फर्केको यहाँनिर ऊ मालिक नि मकै पनि दिएन उसले मकै बगानको अस्ति नि मैले हालेको थिएँ त भिडियो अब चाहिँ फल्न थालेको छ अब अलिक दिनमा चाहिँ खाने बेला हुन्छ खाने बेलामा म छुइनँ नि त यार त्यही त होइन म ल्याइदिन्छु नि अब यो खाने बेला भयो भने चाहिँ म अगस्तमा आउँदै ल्याइदिन्छु हो घाम के अवस्था पनि यहाँनिर चाहिँ साग टिप्दैछ अब यो सागहरू पनि पाउँदिनँ अब यहाँबाट बेतलेगेम छोडेर गयो भने चाहिँ कति तलक्दो हेर अम्बो देखाउ त त्यो साग अम्बो हुन्छ हौ खानु यहाँनिर हाम्रो एउटा चोर हुनुहुन्छ आज चाहिँ मेरो लास्ट डे हो है यो घरमा चाहिँ अनि म चाहिँ अब अर्को जग्गा जानुपर्छ काम हेर्नु होइन अब नजानु भन्दैछ अहिले चाहिँ अब काम पाएर जानु भन्दैछ कि तर म पनि अहिले चाहिँ जान्दिनँ अब काम पाएर जान्छु तर अब यो सामानहरू चाहिँ हामी हटाउनुपर्छ नि त अब सघाउँछु किनभने यो हाम्रो घर होइन नि त यो चाहिँ रेन्टेड हो अन्त म चाहिँ अर्को माथि छोरीहरूकोमा गएर 2-3 दिन बस्छु अनि त्यतैबाट चाहिँ काम हेर्छु छोरीको घरमा बस्छु नि त यहाँ चाहिँ म एक्लै भयो क्या बोजू छैन अनि म एक्लै भयो अनि माथि अन्त यो रुमहरू सबै हटाउनुपर्छ अनि सामानहरू डल्लै प्याक गरिसकेको छु मैले अनि चाहिँ मेरो चाहिँ लास्ट डे हामी चाहिँ आज लास्ट डे भोलिदेखि चाहिँ माथि छोरीकोमा बस्छु नि त अनि यहाँ चाहिँ होइन मेरो बोजूको रुम सबै लुगाएर चाहिँ अब फ्याँक्नुपर्छ के गर्छ त्यो चाहिँ थाहा छैन भोलि मिलाउनु पर्ने हो अनि चाहिँ आज चाहिँ भिडियो बनाएको कति अब हुन्छ है अब यत्रो वर्ष म इजरायल आएकोदेखि नै बसेको है बोजूसँगै बसेको नि त मेरो फर्स्ट काम पहिलाको काम कति 1 महिना गरेको थिएँ अनि त्यहाँ छोडेर चाहिँ म यो बोजूसँगै आएर बसेको नि त अनि इमोसन जोडेको छ यो घरसँग है अब आएँ सबै कुरा अब गर्नु पाएँ है अन्त माया लाग्दो रहेछ अब यो रुम छोडेर जानु लागि